साथीहरु स्वागत छ आज पनि तपाईहरुलाई मेरो च्यानलमा नि सुरु भयो है। यहाँनेर खोलामा लुगा धुनको लागि दिदी तयार हुनु भयो। हिजो मात्रै ए के पो भन्छ त्यो घुमाउन लाने ट्रेकिङ अरे हाइकिङ कि ट्रेकिङमा जाँदै हुनुहुन्छ खै। अनि टुरिस्टहरु चाहिँ कहाँ छन् खै छैनन् टुरिस्टहरु। जाऊ जाऊ दिदीको पछि पछि लाग्ने तर इंग्लिशमा पो बोल्नु पर्छ है अमेरिकनहरु त। मलाई पनि पर्खेन केटाकेटी लहाई यत्रो ठुलो झोला बोकेर जाँदै हुनुहुन्छ। जहाँ गए पनि पछ्याउने के हो। आयो छ्या यो आज यस्तो घाम लाग्न थालेपछि चाहिँ लास्टै उडाट लाग्छ मलाई। लास्टै अल्छी लाग्छ। सिङ्गर हाम्रो अञ्जली लिम्बू मेरो पछाडि आउँदै हुनुहुन्छ। कुनै जमानामा गायिका बन्ने हैन हाम्रो जनताहरु तल गएको छन् कि क्या हो। मेरो माया तिमीलाई भिडियो गर्न पाएन क्या। अहिले निस्किहाल्छन् नत्र त निकै परलाई पठाउँदा मात्रै। राम्रो खालको छन् नि हौ के गर्नु र भिडियोमा राम्रो देखिँदैन। बाटो छ जिन्दगी घाडो सेन्थेरेम भने जस्तै भयो। न यो त राखी छोडौँ न। चलो गाइजहरु चलो। यिनीहरूलाई यतापट्टि नलगेको धेरै भयो कि यति कुद्छन् खेतमा अहिले 1 सेकेन्डमा निस्किजान्छन्। यता हाल्यो भने आज पहिलोचोटि के खानु नि यिनीहरू कुदेकै गाह्रो छ नि हो। जाऊ कान्छीहरू रुमाल फाटेछ। रुमाल पनि फाटिन्छ अरू कट्टु फाटिन्छ होला। रुमाल चाहिँ कहिले फाटिँदैन है। खाली थो होल एमसिल गर्न आएको भए आल्लो फेर्नु खेदाउनु गाइजहरु जङ्गलमा हामी छौँ अहिले चाहिँ। पारी चाहिँ हेरौँ न यो हाइड्रो खन्दैछ कि गाइजहरु। यस्तो धेरै डिस्टर्ब पाइरहेछ भने पुरा टङ गरेर यो जङ्गलमा भएको मृग बाँदर सबै भाग्यो। यो भ्याक्सीले गर्दा कहाँ छन् हौ। यहाँ एउटा रातो बाख्रा पनि जाँदैछ। बाख्री माउ यहाँदेखि खोला हेर्न राम्रो लाग्थ्यो भनेपछि देउमाई खोला चाहिँ यो हो गाइजहरु हैन। अनि यहाँदेखि यही देउमाई खोलादेखि बनेको हाम्रो नगरपालिकाको नाम चाहिँ ओ माय गॉड यति धेरै भिड छ त यता त। म यहाँसम्म पनि आएको छैन। यस्तो धेरै ठुलो जङ्गल छ गाइजहरु तपाईहरुलाई के थाहा। हामी चाहिँ जङ्गलको फेदमा छौँ। बाख्राहरू तल पुगिसक्यो। ओए यति साह्रो भिड यहाँ। म त कता
कता कता कुतकुती लाग्यो त राम 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 भगवान् मलाई डर लाग्यो हामी पहिला सिधै तार्छौँ त्यो खोल्दैथ्यौँ त्यो खोलामा हाँ दाउरा त्यति तल दाउरा खोज्नु दाउरा कहाँ रे जता यो बाटै बाटो गएर यता पर चारो छ नि कहाँनिर छ त्यो चारो हँ त्यहाँदेखि बाटै बाटो जानुपर्छ नि पर छ अरे भन्छ कहाँ हो माई गॉड गाइज हाम्रो गाउँठाउँ त यस्तो छ म त साँच्चै भनेको कि कहिले के दशाले चाहिँ यस्तो ठाउँमा बिहे गरेको जस्तो लाग्छ साँच्चै भनेको म त फेरि पनि ठाउँ साट्नु पर्ने भएको अब साट्थेँ क्या साँच्चै भनेको जब हिउँदो लाग्छ अनि चाहिँ कस्तो उडाठ लाग्दो अनि बर्खा लागेपछि चाहिँ फेरि मरुन्जेल काम गर्नुपर्ने टक्क जिन्दगी तर जे होस् अब गरेर खान चाहिँ पाइन्छ त्यति हो तर गर्दा गर्दै म चाहिँ सकिन्छु होला कि गाइजहरू यहाँ पर भ्याक्कु छ खटङ टङ 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 गर्दै कहाँनिर पो छ त्यो भ्याक्कु म देखाउँछु भनेको तर देख्दिनँ त मै देख्दिनँ त जङ्गलले छेलिरहेको छ देख्नै गाह्रो भ्लग स्टार्ट हुँदै स्टार्ट होइन अघि नै झन्डै बिर्सेछ नि त खाजा खाएको बनाउने अब के गर्नु होइन यी हाम्रो मेम्बर्सहरू चाहिँ यति धेरैजना हुनुहुन्छ 1 2 3 4 5 6 7 8 विदेशी थुक्पा खाइँदैछ त्यो विदेशी थुक्पा हो साँच्चै कि उतैदेखि लानुभएको ओ न तर यो हाम्रो डाइनिङ टेबल चाहिँ अलिक राम्रो छैन है गाइजहरू तपाईँहरूलाई कस्तो लाग्छ विदेशी हो डाइनिङ टेबल नेपाली आज म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु होइन मेरो काइलीले भने जस्तै मेरो ग्राहकहरूलाई के भन्न चाहन्छु भने यता चाहिँ मेरो जेठी दिदी यता चाहिँ मैली दिदी अनि यता साइली चाहिँ छैन आज अनि यता कान्छी ल सिँगान पनि होला नानीको आमाहरू हो सबै अनि यता चाहिँ माइलीको फोटो कपी माथिल्लो चाहिँ ममा हैन फोटो आमाको यता चाहिँ आमा छोरी साइली अलिक पछि आउँछिन् अनि म चाहिँ लुती माया लुती माया भनेको लुतै लुतो परेको होइन नि सिकुटी माया भनेको मोबाइल सगाउन स्टार्ट गरियो आफूलाई पनि देखाउनु पर्यो नि त हाम्रोमा त म त कति राम्री पो देखेको रहेछु मेकअप गरेर टिकटक बनाउने सपना पनि अधुरो भयो बाख्राहरूले गर्दा किन बाख्रा कुदेकै मान्छे गलेर बिजोक म त उकालो ओह्रालो हिँड्नै नसक्ने भइगएको छु के भएको म 3 चोटि बिसाउँदाखेरि घराएको थिएँ एकचोटि गरौँ थियो होला नि त फाइनली गाइज अब चाहिँ म चाहिँ सुत्ने रातिको समय भएको छ आजको ब्लगलाई चाहिँ फुल वाच गर्नु होला अनि लाइक सब्सक्राइब कमेन्ट पनि गर्नु होला अनि सब्सक्राइब चाहिँ नभुली गर्नु होला है त्यो साथीहरू भन्दै आजलाई बाई बाई